नमस्ते टसितेलेक फ्याबुला सबैजनालाई म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र आजभन्दा केही दिन अगाडि हाम्रो एकजना साथीले कमेन्टमा महाकालाको एउटा पाठ है महाकालाको एउटा पाठ व मन्त्र त्यस्तो एउटा लेखिदिनु त्यस्तो एउटा त्यस्तोको एउटा जानकारी दिनु भनेर चाहिँ लेख्नु भएको रहेछ हो अन्त आज मैले र पहिले कुरा महाकाला को हुन् भनेर हैन र महाकाला यानी हामीले महाकाला भनेको चाहिँ एउटा छ्योग्योङसुङमा भन्छौं हामीले टिबेटनमा है नेपालीमा यसलाई तपाईले धर्मपाला भन्नु सक्नुहुन्छ अथवा धर्मरक्षक है धर्मको रक्षा गर्ने पनि भन्न सक्नुहुन्छ र उहाँको यो पाठ सधैं चाहिँ म तपाईहरुलाई पाठ एकदम छोटो पाठ भन्छु कि तर आजको पाठ चाहिँ अलिकति लामो छ है यो भन्दा छोटो चाहिँ मैले पाइन यो पाठ अलि लामो छ तर पनि त्यति लामो पनि हैन यो हाम्रो पुस्तकको आधा पन्ना मात्रै हो है र यो पाठमा के लेखेको छ भन्दाखेरि महाकाला यानी उहाँले चाहिँ अब बुद्धको धर्म र बुद्धको धर्म पालना गर्ने है हामी सबैजना बुद्धको धर्म मान्नेहरु उहाँ हामीहरु सबैजनाको रक्षा गर्नुहुन्छ उहाँले है र हाम्रो जीवनमा बाधा अडचनहरु कति आउँछ है त्योहरु मेटाइदिने पनि उहाँले गर्नुहुन्छ है त र अब धर्मको विरुद्ध जति पनि अब नराम्रो चीजहरु भइरहेको छ त्यस्तोहरु मेटाउने है रक्षा गर्नु त त्यही हो नि त धर्मको विरुद्ध नराम्रो भइरहेको छ भने तिनीहरुलाई मेटाउने है तिनीहरुलाई सच्चाउने र हाम्रो सोच पनि नराम्रो आउँछ नि हाम्रो धर्म विरुद्ध हाम्रो सोच कति आउँछ है कति धेरै आउँछ नि हामी लामा भए त पनि आउँछ हाम्रो किनभने हामी पनि त एउटा तपाईहरु जस्तै मान्छे नै हो एउटा लुगा लगाएको मात्रै हो है तपाईहरु जस्तै मान्छे नै हो हाम्रो अब हामीमा जति पनि यो सोच नराम्रो सोचहरु आउँछ है त्यो चाहिँ धर्म विरुद्ध हो नि त हैन हो त्यो सोचहरु सच्चाइ दिने है त्यस्तो सबै अनि उहाँ महाकाला धर्मपाला महाकालाले गर्नुहुन्छ है त त्यही भएर यसको फाइदाहरु त्यस्तो छ त्यही भएर हामीले सक्यौं भने हामीले बेलुकातिर है जस्तै अब तपाईले घरमा पानी चढाउनु हुन्छ भने पानी चढाउनु अगाडि है यो पाठ पढेर महाकालाको मन्त्र जप्न सक्नु भयो भने चाहिँ एकदम राम्रो हुन्छ है त हस् त अनि तपाईहरुलाई म यो पाठ चाहिँ भन्ने छु अनि नेपालीमा लेखिदिएको छु है त्यहाँ हेर्नु होला ओम मादा नेजु तोङबर छाङ तोङबे ngangle येशे के लुङमे थेगे तेङि दो थेबा शाङा तिजे nga लुङमे कोलवे तमसिक बे तिजे रबर युङि दे येशे तिजे चेन्डाङ ने एरमे ओमदाङ आ होंगी जिलाप ढिरो सुङमे क्युर चागी लामा हिदाम लाजो दा पाओ खाडो छ्योग्योङ छोगजेन्डाङ ढिङ्गे नामखार टेन्सन तेबर क्युर हिदाम कुन्दे चावे लामा छे कुन्छो कुन्दे चावे लामा छे छ्योग्योङ कुन्दे चावे लामा छे खेबर छ्योग्योङ बेर्गे नाजाजेन पाल्देन लामो रङजुङ ग्याल्मो नि छेजम खोरदाङ चेला छेबर के ग्याल्बो नामा थेसे ngaगे था तोर्जे लेकबा सिंगेन सिंग्योङ दाङ खरनाङ तोर्जे ग्याल्बो लासो बे कर्मा पाइ तेम्बा क्योंनामला सांमे शाङा तिजे ngachoge तोरमा चागे पेंजा अमृता जागे राखते यन्छाप छेबर शे देन ngaदाङ सांवे छेबा थाङ देगो नाइ कुनजाङ छेबे छे खेगे क्यांदाङ यन्देन जोबा दे नेजो छिनसिन तोबे गोजुमगे त्योबा माली बाइ त्योबर के खेला देदेन सोलवा ताबानी दाजो कुनला छोदाङ थेमोंगे ngötru tento tela solwa thang khebara tsering neme bajor ke
yela samse kejik samyela tubne karma paye sheba kun dage male nyurdo thoba dang karma paye tenla neje nam dage thalwa shindo lokba yi niba tata nyedo saldo sol 대달 최대 대배 개화대 마교로 더와 semjen 탐제 군 조배상계 고방 톱제를 뭐 हजुर यस्तो लेखिएको छ अनि यो पाठमा अरु के लेखिएको छ भन्दा त्यही हो सधैं चाहिँ अब महाकाला धर्मपाल महाकाला तपाईले चाहिँ अनि हामी सबैको रक्षा गरून् है अनि हामी सबैजना निरोगी हुन् हामी सबैको आयु लामो हुन् र हाम्रो धन सम्पत्ति पनि बढुन् है अब चाहे जति मतलब अब चाहेको भन्दा धेरै हैन है अनि हामीले सोचेको सबै पूरा होस् है र हामी सबै अब आज यो पाठ पढेको निम्ति यो मन्त्रहरु जपेको निम्ति अनि हामी सबैले अन्तिममा गएर बुद्धत्व प्राप्त गरून् भनेर अनि यो पाठमा त्यस्तो लेखिएको छ है त अब महाकाला उहाँको मन्त्र के छ भन्दाखेरि उहाँको मन्त्र भने यस प्रकारको छ ओम श्री महाकाला यक्ष बेताली हुँजा हजुर ओम श्री महाकाला यक्ष बेताली हुँजा ओम श्री महाकाला यक्ष बेताली हुँजा यही मन्त्रलाई तपाईले बारम्बार जप्न सक्नुहुन्छ है त ओम श्री महाकाला यक्ष बेताली हुँजा ओम श्री महाकाला यक्ष बेताली हुँजा यसरी जप्न सक्नुहुन्छ र अन्तिममा प्रार्थना चाहिँ यस प्रकारको छ गेवा धी न्युर्तो थाक लामा हिदम छ्योग्योङ सुङमा ठुब्ग्युर्ने टोवा चेग्याङ मलेबा त्यही साला गोबर शो हजुर यो प्रार्थनाको अर्थ पनि मैले सधैँ भने चाहिँ त्यही हो आज मैले अब यो पाठ पढे निम्ति यो मन्त्र जपे निम्ति जति पनि चाहे सानो चाहे ठुलो चाहे धेरै चाहे थोरै पुण्य कमाएको छौं भने त्यो पुण्यले चाहिँ म मात्र नभइकन संसारका सारा प्राणीहरु ले दुःखबाट मुक्ति पाउन् सुख प्राप्त हुन् र अन्तिममा सबैले बुद्धत्व प्राप्त हुन् भनेर प्रार्थना गरिएको हस् त अनि यो थियो हिजोअस्ति एकजना साथीभाइले लेखेको महाकालाको एउटा पाठ बुझाइदिनु त्यसको जानकारी दिनु भनेर भने चाहिँ मैले यो गरेको हुँ है र त्यसैगरी तपाईहरुलाई पनि त्यस्तो पाठहरु के सिक्न मन छ भने भन्नु होला र म सकेसम्म म चाँडो भन्दा चाँडो तपाईहरुलाई त्यसको बारेमा बुझाउने छु है र त्यसैगरी अरु पनि धर्म सम्बन्धित केही विषयमा जान्नु मन छ या कसैको जीवनी बुझ्नु मन छ भन्ने पनि कमेन्टमा लेख्नु होला त्यसको बारेमा म बुझेर तपाईहरुलाई भन्ने प्रयास गर्नेछु र भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद